हेलो साथीहरू, वेलकम छ हाम्रो सेकै यात्राको फलकमा। साथीहरू, आजको हाम्रो दैनिकी काम के छ हेर्नुहोस् है। हाम्रो भिडियो हेरेर एकदमै ज्ञानका कुराहरू सिक्नुहोस् है साथीहरू। हाम्रो बहिनीले सुन्तला बनाइरहनु भएको छ हाम्रो भेडाको ऊनबाट बनाइने सामग्री मध्ये। अनि सुन्तला बनाइरहनु भएको छ। यस्तो हुन्छ है साथीहरू। अनि एकदमै हाम्रो बहिनीहरू धेरै बहिनीहरू हुनुहुन्छ, आफ्नो आफ्नो भाग हो यो। अनि उहाँहरूले बनाउनु भएको अनि आफ्नो कति भयो भनेर गर्नु पनि हुन्छ। र हाम्रो अर्को बहिनीले अनि ब्याग बनाइरहनु भएको छ त्यही भेडाको ऊनबाट। अनि हामीले एकदमै ब्यागको पनि माग आइरहेको छ अरे। उहाँले चाहिँ नि ब्याग बनाउनु भएको छ। दिनमा कम्तीमा पनि 8वटा हो कि 9वटा ब्याग बनाउनुहुन्छ अरे उहाँले। अनि हाम्रो अर्को बहिनी फेरि एकदम खुसी हुँदै आफ्नो काम गरिरहनु भएको छ। साथीहरू, हजुरहरूलाई पनि यो काम मनपर्छ भने आउनुहोस् है साथीहरू। एकदमै मिलनसार नै हुनुहुन्छ हाम्रो बहिनीहरू, एकअर्कामा सहयोगी भावना। अनि अर्को साथीलाई आएको छैन भने सिकाइदिनु पनि हुन्छ। हजुरहरूलाई यदि यो काम गर्ने इच्छुक हुनुहुन्छ भने आउनुहोस् है साथीहरू। अनि एकदमै रमाइलो हुन्छ। अनि टाइम बितेको पनि थाहै हुँदैन साथीहरू। र टाइम सँगसँगै आफूले पनि पैसा पनि कमाइन्छ साथीहरू। आफ्नो छोराछोरीलाई स्कुल पठाएर पनि सजिलै 2-4 घन्टामै काम गरेर आफ्नो जीवनयापन गर्न सकिने काम हो यो। एकदमै सजिलो हुन्छ। अनि हाम्रो अर्को बहिनी, हाम्रो राइनी बहिनीले पनि सुन्तला बनाइरहनु भएको छ। एकदमै खुसी हुनुहुन्छ। मान्छे पनि राम्रै हुनुहुन्छ, काम पनि गरिरहनुहुन्छ। एकदमै मेहनतिलो बहिनीहरू हुनुहुन्छ। सबैजना बहिनीहरू एकअर्कामा एकदम मिलनसार हुनुहुन्छ। एकले अर्कोलाई सहयोगी भावना, एकबाट अर्कोलाई सहयोग गर्ने पनि एकदम राम्रो सोच छ। कसैलाई होच्याएर पनि बोल्नु हुँदैन, तर एकदमै खुसी हुँदै आफ्नो काम गरिरहनु भएको छ। अनि यदि कसैलाई काम चाहिएको छ भने हामीलाई सम्पर्क गर्नुहोस्। तल कमेन्टमा आफ्नो भनाइ चाहिँ नि छोडेर जानु होला है साथीहरू। अनि हाम्रो नयाँ साथी, पुरानो साथीहरू सम्पूर्णले हाम्रो लङ भिडियोमा चाहिँ नि भिजिट गरिदिनुहोस् साथीहरू। हामीले केही न केही जीवनमा उपयोग हुने ज्ञानका कुराहरू मात्रै हामी भिडियोमा प्रस्तुत गर्नेछौँ। तपाईँहरूले पनि यहाँबाट केही कुराहरू सिक्नुहोस् साथीहरू। हामीले पनि सिक्दैछौँ। अनि हाम्रो बहिनीहरू एकदम खुसी हुँदै यस्तो फ्रिज निस्किन्छ साथीहरू। यो लिक्विड हो, लिक्विड लगाउँदै अनि टाइट बनाउनुपर्छ। अनि टाइट बनाएर अनि एकछिन ड्राई गरेपछि सुकाइदिनुपर्छ। सुकाएपछि ब्याग तयार हुन्छ। एकदमै राम्रो। आज त एकदम तलब बुझ्ने पनि दिन्छ है साथीहरू। यसरी आफ्नो घरमा आफ्नो छोराछोरीलाई स्कुल पठाएर पनि 2-4 घन्टामा टाइम म्यानेजमेन्ट गरेर कमाउन सक्छु भन्ने हाम्रो दिदीबहिनीहरूको लागि एकदम सजिलो काम छ। सियो धागोको काम हो हाम्रो। आज दिदी फेरि झापा जाँदै हुनुहुन्छ। हाम्रो अर्को साथी एकदम दुःखी पनि हुनुहुन्छ, खुसी पनि हुनुहुन्छ। अनि हाम्रो यता बहिनीहरूले आफ्नो सिप आदान प्रदान गरिरहनु भएको छ। एकदम खुसी पनि हुनुहुन्छ साथीहरू। यस्तै रमाइलो भिडियोहरू हेर्नको लागि र जानकारीमूलक भिडियोहरू को प्रतीक्षामा हुनुहुन्छ भने हाम्रो सिकाइ यात्रा युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है साथीहरू। हाम्रो आज फेरि नयाँ सामान आएको छ है साथीहरू। धन्यवाद।